सबै हाल्यो त्यसपछि नुन हाल्यो नुन चाहिँ अब मुखमा आउने नुनै हो नुन हाल्यौँ त्यसपछि अब पिरो फेरि अब हल्का रङ आउनको लागि पिरो पनि हाल्छौँ धुलो पिरो त्यसपछि हामी अब जिएनजी पेस्ट हाल्छौँ यसलाई जिएनजी पेस्ट हालिसकेपछि अन्डा हाल्छौँ 2टा अब मान्छे अनुसार कति अन्डा हाल्ने अब हामी 8-9 जना भएको कारणले 2टा मात्र हाल्छौँ किनकि 2टा अन्डाले हामीलाई पुगी पनि हाल्छ सो 2टा अन्डा हाल्छौँ त्यसपछि हामी यो के भन्छ रहेछ थाइम भन्ने त्यो पाउडर हाल्छौँ जुन अब हामी यसमा मजाले यसलाई मिसाउँछौँ त्यो सबैलाई चाहिँ हामी जुम हालेर मिसाउने काम गर्छौँ त्यतिखेर हामी सुपहरू पनि चलाउँछौँ है सुपहरू अघिको हाम्रो रेडी भएर बसेको सुप चलाउँदै गर्छौँ त्यसपछि हामी फेरि अघिकोमा यो थाइम पाउडर हाल्छौँ थाइम पाउडर हाल्ने अनि त्यसपछि यसलाई मजाले मुछ्छौँ हामी फेरि है अब हल्का मोबाइल ह्याङ गरेर अड्क्यो त्यसको लागि माफ फेरि अनि हल्का थाइम पाउडर थप्छौँ हाल्छौँ फेरि त्यसपछि हामी यसलाई मजाले मुछ्छौँ एकछिन मजाले मुछ्छौँ सबै ठाउँमा लाग्ने गरी यसलाई हामी मजाले जम मुछिसकेपछि हामी यसमा कलर हाल्छौँ फुड कलर हाल्छौँ रेड अब त्यो फुड कलर हालेपछि पकाउँदा भने चाहिँ अलिकति रातो कलरमा देखेपछि राम्रो हुन्छ त्यो चाहिँ पाकेपछि रातो हुने होइन क्या तेलले गर्दा रातो हुने होइन त्यसमा कलर हालेपछि त्यो रातो हुन्छ यसलाई भन्छ स्पेसल अब इन्डियन फुड भएको कारणले यसलाई चाहिँ अब एकदम सेक्रेट भन्छ अब के सेक्रेट भन्छ होइन नो बट सेक्रेट त सेक्रेटै हुन्छ अब यो त्यो हाल्छौँ अब त्यो हालिसकेपछि यो थाइम हाल्छौँ खोर्सानी नि हाल्छौँ सबै रेडी हुन्छ सबै रेडी भइसक्यो यो हाम्रो पाल्सा मसला यो अघि हामीले हालेको चाहिँ यो हो जसले चाहिँ यो सबैलाई एक ठाउँमा जम्मा गर्छौँ र यो चाहिँ टमाटर त्यो फुड कलर हो जुन हामीले अघि भर्खर हालेर हामीले यसलाई मुछेर रेडी गर्यो अब हामी यसलाई फ्राई गर्नेतर्फ लान्छौँ फ्राई गर्नेतर्फ लग्छौँ र हल्का यसमा अझै पुग्दैन त्यो फेरि अघि के भने आई डोन्ट नो द नेम न त्यो नाम ब्ला नाम आएन त्यो हाल्छौँ फेरि हामी यसलाई मजाले जाम मुस्छौँ होइन त्यसपछि हामी ट्राई गर्छौँ तेलमा कस्तो भयो भने त्यति बेला चाहिँ हाम्रो अघिको सुपमा ब्ल्याक पेपर हाल्छौँ ब्ल्याक पेपर मजाले दाम हालेर यसलाई हामी चलाउँछौँ यसको टेस्टहरू पाक्दैछ अब पाकिन लागिसक्यो मासु पनि रेडी भएर बसिसक्यो अब हाम्रो सुप एकदम रेडी भयो भनौँ है त अब हाम्रो सुप रेडी भइसकेपछि अब हाम्रो बाँकी भनेको हाम्रो पकौडा हो पकौडा हाम्रो सरले फर्स्टमा ट्राई गर्नुहुन्छ कस्तो भयो भने यो तेल चाहिँ खासै तातेको थिएन है तातेको थिएन त्यही भएर हामी फर्स्टमा ट्राई मात्र गरे कस्तो हुन्छ भनेर त्यसपछि हाम्रो सरले चाहिँ डेकोरेसन गर्नुतिर लाग्नुहुन्छ किनकि फुड भन्ने चिज पहिला देख्ने भने आँखाले हो र आँखाले देखिसकेपछि मात्र खाने र डेकोरेसन गर्नु सकिरहेको हुन्छ अब हामी चाहिँ अब यता जाम बनाउँदै अब फ्राई गर्नुतिर लाग्छौँ पकौडा बनाउनुतिर लाग्छौँ बनाउँदै म बनाउने काम गर्छु अनि एउटाले हाल्ने काम गर्छ अनि एउटाले तार्ने काम गर्छ सबैले आफ्नो काम समातेर काम गर्छ ताकि हामीलाई